दर्शकवृन्द नमस्कार। आगामी जेठ 1 गते देशव्यापी प्रदर्शन हुन लागिरहेको फिल्म एक मुठी बादलका निर्देशक सहारा शर्मा, अभिनेत्री निशा शर्मा र अभिनेत्री आँचल शर्मा, तिनैजना शर्मा हुनुहुन्छ। ठ्याक्कै आज यो फिल्मको कुराकानी ठ्याक्कै अब यसको काउन्टडाउन चलिरहेछ। यो सन्दर्भमा आज अनलाइन खबरको स्टुडियोमा हामी उहाँसँग भलागुसारी गर्न गइरहेका छौँ। म तिनैजना एक्ट्रेस अनि डिरेक्टर सहाराजीलाई स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई। ओके, सहाराजीबाट स्टार्ट गर्नु खोजेँ मैले। धेरै पहिलो हजुरको डेब्यू फिल्म, फिचर फिल्म, हामीले तपाईँ पूर्व सञ्चारकर्मी पनि हुनुहुन्छ होइन? अनि चेजिङ रेम्बो त्यति बेलाको चर्चित सर्ट फिल्म, अनि त्यति बेलाबाट चिनेको हामीले अहिले फिचर फिल्मबाट आई मिन कथानक फिल्मको स्टार्ट गर्नुभएको छ। अघि भर्खर हामीले कुराकानी गऱ्यौँ आँचलजी, हामी सबैले एकमुठी बादल, त्यो एकमुठीमा अटाउने बादल भनेर चाहिँ के हो, खास कस्तो हुँदो रहेछ, थोरै यो अलि हामीले क्लियर पारिदिनुहोस् न। सो बादल बाई नेचर अब समात्नु त मिल्दै मिलेन। सो मुठीमा त्यसलाई क्वान्टिफाई गर्ने कुरा त आउँदै आएन नि। सायद आई थिङ्क टाइटल पनि त्यही आइडिया नै त्यही थियो। हामीलाई इच्छा लाग्न सक्छ, तर इच्छा लागेर अनि त्यो कुरा हामीले पर्स्यु गरे पनि हातमा होल्ड गर्न सकिन्छ त कि त्यो जहिले पनि भागेको भागै हो अनि हामी त्यसको पछाडि त्यो सपनाको सपना नै हो कि आफ्नो भागको त्यो बादल आकाश केही पनि कुरा सपना त्यो सकिन्छ त चेज गर्न। अनि स्पेसली एज वुमेन हाम्रो सोसाइटीमा त्यो कुरा हामीले सपना नै पनि देख्न पाउँछौँ कि पाउँदैन सबभन्दा पहिला, अनि सपना देखिसकेपछि त्यसको पछाडि हामी कुद्न पाउँछ कि पाउँदैन, कुद्न त्यो त्यत्तिको हामीले प्रिभिलेज पायो, हामी गरि नै हाल्यौँ भने पनि त्यो हातमा समात्न सकिन्छ कि सकिँदैन त, त्यही क्वेसन नै हो, त्यही नै एक्सप्लोर गरिरहेको। अलि धेरै मेटाफोर बिम्ब अलि सुनिन्छ होइन? अलि सपनालाई पछ्याउनेहरूको कथा, मृग तृष्णा पनि भन्छौँ हामीले होइन? यसको कथा कहाँबाट सुरु भयो र हजुरले चाहिँ यो स्टोरी किन भन्न जरुरी लाग्यो तपाईँलाई? सो कथा सुरु चाहिँ मेरो रिचा शर्मा हुनुहुन्छ हाम्रो, उहाँसँग मेरो कन्भर्सेसन भइरहेको थियो। अनि उहाँले चाहिँ एउटा फेमिनिस्ट सिनेमा कमर्सियली लेख्न सक्छौ भनेर मलाई च्यालेन्ज गर्नुभएको थियो क्या। अनि मलाई त एकदम इन्ट्रेस्टिङ लाग्यो त्यो च्यालेन्ज होइन। त्यो भनेको के हो मैले कहिले पनि त्यसरी सोचेको थिएन। मेरो लागि त्यो दुईवटा छुट्टै कुरा नै भन्नाले सिनेमा हो, फेमिनिजम त अब म आफू जे हो त्यही नै हो राइट। लाइक त्यसलाई कसरी छुट्याएर अथवा दुईवटा डिफ्रेन्ट कुरा हो त्यसलाई मर्ज गरेँ। सो त्यो च्यालेन्ज मलाई एकदम एक्साइटिङ लाग्यो। ओके, यो के रहेछ त, यो के गर्न सकिन्छ रहेछ त्यसको बारेमा भनेर लेख्दाखेरि चाहिँ नेचुरली नै मैले के रियलाइज गरेँ भने फेमिनिस्ट कथा भनेको मैले लेख्दाखेरि चाहिँ म जति सब अनेस्ट हुन सक्यो त्यो बाई प्रडक्ट नै फेमिनिस्ट नै हुन्छ त्यो प्रडक्ट भन्ने चाहिँ मैले रियलाइज गरेँ। अनि ओके, सो मैले देखेको मैले भोगेको नेपाली परिवार मेरो लेन्सबाट कस्तो देखिन्छ त मेरो समाज, त्यो हिसाबले लेखौँ न त। किनभने फ्यामिली स्टोरिज अनि एकदम रियल मिडल क्लास फ्यामिलिजहरू कमर्सियली देखिँदैन पनि कि त थोरै एस्पिरेसनल हुन्छ नि त कमर्सियल सिनेमा भन्ने बित्तिकै। अलिकति माथिको, अलिकति हामीभन्दा अलिकति बलियो, हामीभन्दा अलिकति राम्रो देखिने, हामीभन्दा अलिकति ठुलो देखिने मान्छेहरू हुन्छ नि, ठुलो सपना त्यो मात्रै भएको देखिने। अनि ओके, सो हामी जस्तो एभरेज मान्छेहरूको स्टोरी लेखौँ भनेर लेख्न स्टार्ट चाहिँ त्यहाँबाट भएको हो। अब यो हामीले ट्रेलर टिजर यो सबै गीतहरू हेर्दा पनि एकदम इन्ट्रेस्टिङ लाग्छ होइन? आफ्नो प्रकारको दृष्टिकोण राख्नु भएको छ तपाईँले। अब यो कथालाई पर्दामा उतार्दा तपाईँलाई के कुरा चुनौतीपूर्ण लाग्यो, कति च्यालेन्जिङ लाग्यो अथवा के भयो? आई थिङ्क च्यालेन्ज उतार्दै राइटिङको प्रोसेसमा चाहिँ थोरै च्यालेन्जिङ थियो, किनभने मैले धेरै कुराहरू ब्यालेन्स गर्न खोजिरहेको थिएँ। एक त हाम्रो पर्सपेक्टिभ एउटा क्यारेक्टरकोबाट भए पनि त्यो कथा आफैमा चाहिँ त्यो पुरै परिवारको हो। सो यति धेरै क्यारेक्टर्सहरूको जस्टिस गर्नको लागि चाहिँ होइन, क्यारेक्टर्स राख्न मात्रै मलाई थिएन, एउटा सिनको लागि अरू हुन्छ नि, दुईवटा डायलगको लागि मलाई राख्न थिएन। क्यारेक्टर्स मैले लेख्छु भने उनीहरूको कम्प्लिट आर्क हुनुपर्छ सिनेमामा भन्ने म त्यो विश्वास गर्छु। अनि त्यो ब्यालेन्स गर्नलाई चाहिँ थोरै राइटिङमा चाहिँ टाइम लाग्यो। तर एक्जिक्युसन वाइज चाहिँ यस्तो लकी भयो मेरो कास्टिङ यस्तो, म हुन्छ नि, म भगवान्लाई थ्याङ्क यू भन्नुपर्छ त्यसको लागि त। केही म्याजिकल नै भएर सबैजना यसरी कलेक्ट हुनुभयो कि मलाई बनाउने एक्जिक्युसनको बेलामा चाहिँ केही पनि च्यालेन्ज थिएन। आँचलजीका पछिल्ला फिल्महरू हेर्दाखेरि मलाई त्यो हरेक फिल्ममा त्यो नयाँ नयाँ पत्रहरू केला जस्तो फिल हुन्छ कि। एउटा फिल्ममा एउटा इन्टेन्स र एउटा लेयर सहितको क्यारेक्टर हजुरले गर्नुहुन्छ, अर्कोमा गऱ्यो फेरि अर्कै लाग्छ। त्यो डेभलपमेन्ट हुन्छ नि,
त्यो गजब छ यो बिन्दुसम्म आइपुग्दा होइन राम्रो लाग्छ मलाई। अब यो एकमुठी बादलकै कुरा गर्दा तपाईँ प्रोटागनिस्ट हुनुहुन्छ, मुख्य पात्र हुनुहुन्छ होइन, एउटा इमोसनल जर्नीको स्टोरी जस्तो देखिन्छ यसमा चाहिँ होइन। आफूलाई कति रिलेट गर्नुभयो हजुरले एउटा मुख्य पात्र भएर निर्वाह गर्दा यो फिल्मभित्र? फर्स्ट त यो फिल्म मेरो लागि एकदमै क्लोज छ भनेर मैले जहाँ कहीँ भनि पनि रहेको छु। अनि यो किन पनि हो जस्तो लाग्छ भने अरू चाहिँ इमेजिन गरेर गर्नुपर्थ्यो क्या मैले गरेको चलचित्रहरूमा चाहिँ। अघि सारादीले भने जस्तो फिल्ममा चाहिँ एकदमै ग्लोरिफाइड भर्जनमा चाहिँ हामी पात्र निभाइरहेको बेला चाहिँ मलाई चाहिँ यस्तो हुनसक्छ है कुनै ठाउँमा म त्यो पात्र हुन सक्छु होला होइन, कुनै लाइफमा अर्को युनिभर्समा भने जस्तरी म काम गर्थेँ भने एकमुठी बादलको माइली बन्दा चाहिँ म नै हो त्यो, तर जुन मेरो पार्ट चाहिँ देखिँदैन क्या। म मतलब सोसाइटीमा त्यो कुराहरू चाहिँ म देखाउँदिनँ होला, तर मेरो अन्तर्द्वन्द्व भन्छ नि त्यो चाहिँ भइ नै रहेको कुराहरू नै त्यो स्क्रिप्टमा त्यो माइलीले गरेर रहेको थियो क्या। सो त्यो भएको भएर मलाई एकदमै सजिलो भयो क्या अनेस्ट हुनलाई। सो मैले बुझिरहेको थिएँ क्या मैले के गरिरहेको छु, ओके यसले भन्न खोजिरहेको के हो, यो फाइट के हो त, फाइट भनेको नट फाइट बट सटल त्यो हुन्छ नि इमोसन, किन यो इमोसन्सहरू देखिरहेको छ त अरू म भित्र आइरहेको छ भन्ने कुरा चाहिँ म एकदमै बुझ्न मलाई एकदमै मद्दत गर्यो क्या त्यो पात्रलाई। सो आई थिङ्क मेरो आँचल र माइलीको एकदमै सिमिल्यारिटिज देख्न पाइन्छ होला, अनि जुन आँचलले लुकाउँथ्यो होला बट माइलीले देखाउन पायो ठुलो पर्दामा जस्तो लाग्छ मलाई। तपाईँको जीवनको नजिक हुँदा पनि तपाईँलाई अझ त्यो क्यारेक्टरमा डाइभ गर्न धेरै सजिलो भयो है। ओके निशा म्याम, अब भनौँ न लामो समयपछि तपाईँ फेरि रजतपटमा फर्किनु भएको छ होइन, एउटा फिल्ममा फर्किनु भएको छ। एकमुठी बादलले किन रोज्नुभयो यो कमब्याकको लागि? एक्चुअली बिचमा धेरै अफरहरू नआएको होइन मेरो एजको हिसाबले मलाई सुहाउने रोलहरू, तर कस्तो भनेदेखि कोही डाइरेक्टर नराम्रो, कोही स्क्रिप्ट नराम्रो होइन सफा कुरा गर्दाखेरि। अनि त्यो म पहिल्यैदेखि अब मैले टेलिफिल्म खेल्दाखेरि होस् या फिल्म खेल्दाखेरि अलिकति म चाहिँ अलिकति एकदम छानेर अलिक चुजी छु म, जे पाइ नखेलेकोले पनि आजको दिनसम्म दर्शकको माया पाएको छु। अनि त्यो भएकोले पनि मैले खेलेँ भनेदेखि यत्रो वर्षपछि मैले कमब्याक गरेँ भने पनि अलि राम्रो गतिलो मलाई मतलब निशा शर्मा पनि थियो है उहाँ भनेर मलाई सम्झिने खालको रोल होस् भन्ने। अनि मैले पहिला सामी पेजीले मलाई खासमा फोन गर्नुभयो, यस्तो यस्तो छ भाउजू ल ऊ गरौँ न त भने। अनि मैले के हो कसो हो खै म त के गरौँ भने। अनि यो बिचमा मैले पानी फोटो पनि छोडिसकेको थिएँ कि म बिरामी भएर मैले नखेलेको। अनि त्यो हुँदाखेरि पनि अनि मैले पानी फोटोमा पनि राम्रो मेन रोल नै जस्तो थियो पहिला त। अनि मैले फेरि अनि साराजीसँग भेटौँ न त, ल आउनु न भाउजू एकचोटि कुरा त गरौँ भने। अनि गएर कुरा सुनाउँदाखेरि अनि मलाई देख्न साथै या मेरो गेटअप मेरो सबै देख्न साथै उहाँले मलाई मैले खोजेको आमा त यही हो, ल ठिक छ भन्ने कुरा भयो अरू। अनि हामीले आफ्नो अब पर्सनल होइन कुराहरू गऱ्यौँ, हाम्रो व्यक्तिगत कुराहरू गऱ्यौँ भनेको मतलब हाम्रो आफ्नो जिन्दगीको बारेमा अलिअलि घराइसी कुराहरू गऱ्यौँ, त्यो सक्यो। अनि पछि स्क्रिप्ट मैले जब हेरेपछि अनि मलाई लाग्यो एक त धेरै यस्तो महिलाहरूले कोही पात्र स्ट्रङली देखाउन खोजेको होइन, पुरुष पात्रहरू पनि छन् तर विशेष गरेर महिलाहरूको सपनालाई लिएर। अनि त्यो हुँदाखेरि मलाई एउटा रमाइलो त त्यो पनि लाग्यो, किनभनेदेखि म पनि आफू धेरै 5जना दिदी बहिनी होइन हाम्रो पनि कति सपना थियो के थियो। तर ठिक त्यसका अपोजिट के रोल चाहिँ ठिक अपोजिट, किनभने हामीले चाहिँ 99% जति चाहिँ हामीले हाम्रो सपना पुरा गर्यौँ। मेरो आमाले सपोर्ट गरेर एकदम सपोर्टिभ हुनुहुन्छ। आज पनि उहाँ चाहिँ 89 हुनुभयो तैपनि उहाँ हाम्रोभन्दा उहाँ चाहिँ हामी बरु सङ्कीर्ण सोच छ हाम्रो, उहाँ चाहिँ त्यस्तो समयअनुसार आफूलाई पबाउने मान्छे हुनुहुन्छ कि। त्यो हुँदा ठ्याक्कै अपोजिट जस्तो यसमा चाहिँ अलिकति स्ट्रङ रोल त्यो भएकोले पनि त्यो मलाई लाग्यो होइन अब चाहिँ खेल्नुपर्छ जस्तो पनि लाग्यो। तपाईँको झन्डै कति वर्षपछिको कमब्याक थियो? 32 वर्ष। 32 बिचमा मैले एउटा त्यो बादलै भन्ने नाममा बादलै थियो, मैले नाम पनि बिर्सेँ। बादीहरूमाथि मैले एउटा फिल्म चाहिँ खेलेको थिएँ। फिचर नै हो? फिचर भन्दा पनि प्रवेश गुरुङ चाहिँ अमेरिका पढिरहेको थियो, त्यस मुभी बनाउन आउँदाखेरि मैले त्यो। सहाराजी अब उहाँले आफ्नो क्यारेक्टर डिफाइन त गर्नुभयो के कस्तो छ भन्ने कुरा होइन। अब मुख्य पात्रको लागि आँचलजीलाई माइलीको लागि किन कास्ट गर्नुभयो र आमाको लागि उहाँलाई किन कास्ट गर्नुभयो हजुरले बताइदिनु पर्यो।
ओके सो पहिला आमा जसरी भन्छ मैले खासमा मैले उहाँको एउटा इन्टरभ्यू हेरेको थिएँ युट्युबमा अनि मलाई कस्तो इन्ट्रेस्टिङ लाग्यो आई थिङ्क बबिताजीसँग एउटा इन्टरभ्यू थियो है हजुरको जस्ट मैले युट्युबमा हेरेको थिएँ नि उहाँ पनि त होइसिन्छ नि भनेर अनि मेरो दिमागमा फेस हेर्दा नै क्या मैले लेख्दाखेरि म स्क्रिप्ट लेखिराख्दाखेरि मैले मेरो इमेजिनेसनमा हुन्छ नि त एउटा क्यारेक्टर अनि त्यो मान्छे चाहिँ त्यस्तै थियो कि हेर्दाखेरि सिमिङली बाहिरबाट हेर्दाखेरि एकदमै आरामले इग्नोर गर्नु हुन्छ नि ओके जस्ट एन अदर मम खालको तर बोल्न थालेपछि चाहिँ रुवाइदिने हुन्छ त्यो अनि मैले त्यो ओके त्यो कन्ट्रडिक्सन छ कि क्या किनभने निशाजी जसरी बोल्छिन्छ एकदम सी नोज वर सी सेङ नि त ठ्याक्कै थाहा बुझिन्छ के भनिरहेको छ भनेर अनि साम्पेदाले पनि मलाई एकचोटि भन्छ हामी खोजि नै रहेको थियौँ मान्छेहरू नि एकजना हुनुहुन्छ म तिमीलाई अहिले भनिहाल्दिनँ बिकज म प्रमिस गर्न सक्दैन खालको थियो क्या अनि एकजना कोही चाहिँ अनि मैले उहाँ कस्तो हुन्छ यही त हो मैले पनि भनिरहेको खालको भयो चाहिँ पछि भेटेपछि त म स्योर थिएँ जुन फर्स्ट डे नै हामी एउटा क्याफेमा भेटेको थियौँ मैले ठ्याक्क यही जसरी आइसक्यो जसरी बस्यो ड्याङडुङ त्यो टेबलले सबले निशाजीको मात्रै कुरा सुन्छ क्या त्यसपछि बोल्नु थालेपछि ओके उहाँ त हो सो त्यो त सजिलै नै भएको एक्चुली एउटा मिटिङमै भयो आजकल चाहिँ मैले त्यो एउटा म्युजिक भिडियो छ लजावती झार जस्तै भन्ने म्युजिक भिडियो त्यो गीत आई डोन्ट नो मलाई के त्यो मेरो फिल गुड गीत हो क्या अनि आई थिङ्क त्यो एउटै नेपाली गीत होला जुन म रिपिटमा सुनिरहेको मलाई केही छ त्यो गीत चाहिँ यस्तो हेर्छु नि आजकल त्यसमा जस्तो छ नि मैले अब एज अ डाइरेक्टर हेर्दाखेरि चाहिँ अपार्ट फ्रम द इमोसनल फिल गुड एस्पेक्ट अफ द सङ उसलाई क्यामराको मतलब छैन उसलाई त्यो कन्सियसनेस केही पनि छैन क्या उसलाई ऊ यस्तो फ्री भएर नाचिदिन्छ जिस्किदिन्छ गाइदिन्छ अनि इट्स नट लाइक टन्नै क्लोजअप्सहरू पनि त्यस्तो केही पनि डिमान्ड गरे जस्तो देखिँदै बिकज अब सुरुमा मैले नचिन्दा त मलाई के थाहा होइन एक्टरहरूले त क्लोजअप्सहरू डिमान्ड गर्छन् लाइक काउन्टिङ गर्छ स्क्रिन टाइम के छ नि त तर यस्तो हेर्छु होइन यो मान्छे त रिल्याक्स छ त यसले त मजाले आफ्नो काम गरिरहेछ उसलाई त मतलब छैन खालको थियो क्या मलाई यस्तो मान्छेसँग अल्सो बिकज मैले फर्स्ट टाइम यो स्केलमा काम गरिरहेको थिएँ नि त अनि मेरो लागि चाहिँ जस्तो एक्टिङ यो टेक्निकल कुराहरू त हामी प्र्याक्टिस गरेर कसरी निकाल्न सकिन्छ नि त लाइक वी क्यान गेट देयर होइन होमवर्क गरेर तर मान्छेसँग त्यो मान्छेसँग त्यो मिलेन कुरा भने जस्तो मलाई चाहिँ यो माइली भन्ने क्यारेक्टरको चाहिँ उसलाई मतलब छैन क्या उसले बोलिदिन्छ बोल्न मन लागेको कुरा गरिदिन्छ हुन्छ नि ऊ सधैँभरि पर्फेक्ट पनि देखिँदैन उसको कपाल पनि बिग्रिन्छ इन द फिल्म नै मलाई त्यस्तै नै चाहिएको थियो जसलाई हुन्छ नि सधैँभरि पर्फेक्टली सल खसेको हुनु पर्दैन अनि यसो हेर्दाखेरि आई थिङ्क आजकल त्यस्तो मान्छे हो कि जस्तो लाग्यो अनि भेटेपछि त झन् हो यो त केही पनि मतलब छैन सो लाइक ओके त त्यहीँबाट स्टार्ट भयो त्योबाट एक प्रकारको केमिस्ट्री र त्यो बुझाइ त्यहाँबाट पुग्यो होइन यसमा आचलजीको केही भन्नु छ मलाई चाहिँ अब मलाई यस्तो स्क्रिप्ट अब खासै अब मोर चाहिँ इमोसन खेल्नुपर्ने स्क्रिप्ट चाहिँ मेरो भागमा कमै पर्छ क्या अनि अब अझ एकमुठी बादलभन्दा पहिला त सायदै मैले कुनै गरेछु यस्तो खालको काम होइन अनि मलाई चाहिँ यस्तो खालको फिल्म एक्चुली गर्नु मन थियो क्या किनभने एक त मेरो अन्डरस्ट्यान्डिङ पनि बढ्छ सिनेमालाई लिएर पर्फर्मेन्सलाई लिएर अनि अर्को त म आफैलाई पनि क्यान आई डु इट अर नट होइन मलाई पनि थाहा छैन नि त बिकज मैले ट्राई नै नगरेको कुरा त मलाई कसरी थाहा हुन्छ तर मलाई के लाग्थ्यो भने एक्ट गर्न आउने खालको मान्छे मतलब एक्टिङमा आएको मान्छेले चाहिँ आई थिङ्क जुनै रोल पनि त निभाउन सक्नु नै त कला हो नि त नत्र भए त त्यो छानेर यो मात्र गर्नु सक्नु त त्यो बक्समा राख्नु मिल्दैन एक्टरलाई जस्तो मलाई लाग्ने सो मलाई चाहिँ यो फिल्म आउने बित्तिकै मलाई एकदमै मजा लाग्यो यस्तो स्क्रिप्ट पनि आइरहेको छ है ओके फाइनली भने जस्तो अपार्ट फ्रम द्याट मलाई अब टिम पनि एज सारादी सेड आमामा म उहाँ हुनुहुन्छ भनेर म एक्साइटेड भएँ मेरो किनकि फिल्म भनेको त एकजना डिरेक्टर राम्रो भयङ्कर भएर पनि केही राम्रो हुँदैन होला अर एक्टर राम्रो इट्स अ टिम वर्क हो नि त अनि टिममा चाहिँ राम्रो मैले सिक्न पाउने व्यक्तित्वहरूसँग काम गर्न पाउनु होइन अनि राम्रो प्रयास गर्ने मान्छेहरूसँग काम गर्न पाउनु चाहिँ आफैमा रमाइलो हुन्छ जस्तो लाग्छ म चाहिँ काम चाहिँ मेरो सेल्फ सेटिस्फ्याक्सनको लागि गर्छु क्या अझ प्रायः चाहिँ क्या मलाई मजा आउनुपर्छ 2 महिना बिताउँदा हुन्छ नि त्यो टिमसँग आज फर्केर यसरी 2 वर्षपछि हो हामी प्रमोसनमा हिँडिरहेको अनि प्रमोसनमा आउँदा पनि म एक्साइटेड हुन्छु आमालाई हेरेर म एक्साइटेड हुन्छु सारादीलाई हेरेर मलाई भेट्नु मन लाग्छ उहाँलाई भनेको नै आई थिङ्क त्यही नै काम सफल भएको हो जस्तो लाग्छ मलाई चाहिँ अनि त्यही भएर नि मन परेको थियो मलाई यो टिम त्यो ट्रेलर हेर्दा
एकदम त्यो इन्टेन्स फिल भयो क्या मलाई, त्यो विवाहको तयारीको कुरा छ होइन, अनि त्यो बिचमा तनाव र एउटा उतार चढाव छ, भावनात्मक उतार चढाव छ। त्यसलाई तपाईँले कसरी मेन्टली फिजिकल्ली अथवा कसरी तयार गर्नुभएको थियो तपाईँले त्यो उसको लागि? अब ट्रेलरमा त हामीले टिज गरे हो, त्यो नहुन पनि सक्छ अरे क्या। अब स्टोरी थाहा छैन, तर त्यो यति हेर्दाखेरि चाहिँ हजुर लगभग त्यो फिल हुन्छ नि त। हजुर त्यो चाहिँ आई थिङ्क सायदले त्यही अब एकमुठी बादल हाम्रो नाममै अब हामीले अघि क्लियर गरिसक्नुभयो दिलले होइन। हाम्रो चाहिँ 3 जेनेरेसनको कुरा आछ क्या। आमा हुनुहुन्छ, अनि जेठी हुनुहुन्छ, अनि देन माइली छ होइन। हाम्रो घरमा समाजमा चाहिँ आमा कस्तो हुनुपर्छमा चाहिँ एउटा 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 के भन्छ एउटा सर्टेन त्यो ऊ छ नि, यस्तो चाहिँ राम्रो आमा हो, यस्तो चाहिँ नराम्रो आमा हो भनेर अलरेडी तपाईँ हाम्रो माइन्डलाई सेटै गरिदिएको छ क्या। सो आई थिङ्क आमाले के भोग्नुभयो, किन भोग्नुभयो, र आमा किन अहिले यस्तो आमा हुनुहुन्छ, राम्रो या नराम्रो क्या, त्यो कुराहरू चाहिँ आई थिङ्क फिल्म हेर्दाखेरि अडियन्सले त्यो किसिमले हामी एज अ ह्युमन बिइङ सोचेको हुँदैनौँ जस्तो लाग्छ क्या, किन हामीसँग फुर्सदै हुँदैन जस्तो लाग्छ क्या। हेर्दा सानो कुरा हो बट त्यो गहिरो छ क्या। यसले अनि जेठी छोरी कस्तो हुन्छ भन्ने निर्धारित गर्ने हो क्या, आमा कस्तो छ अरे। अनि जेठी छोरी त्यस्तो हुनाले कान्छीको लाइफ के हुन्छ पनि निर्धारित गर्छ क्या। दिदी यस्तो छ सो बहिनी यस्तै हुन्छ भन्ने पनि एउटा सेट छ नि। अनि माइलीलाई चाहिँ आई थिङ्क त्यो कुराहरू सटल रिबेल गर्न खोज्छ जस्तो लाग्छ क्या। सोसाइटीले भनिरहेको कुराबाट सटल यो किन त, अरूले लजिक खोज्छ होला क्या त्यो कुराहरू। माने आई थिङ्क यो हामी सबैले गर्ने गरेका चिजहरू एकदमै रिलेटेबल चिज हो, तर मैले पनि विवाह गर्दा यसरी सोचेको रहेन रहेछु, किनभने मेरो सोच्ने फुर्सदै थिएन क्या। अनि त्यो फिल्म गरिरहँदा चाहिँ त मलाई पनि भयो होला नि त्यस्तो, बट मैले ध्यानै दिनु पाइनँ त्यो कुराहरूमा क्या। किनकि सुनाउँदा पनि यो त नर्मल कुरा हो, यसलाई किन सोचेर बढी जस्तो हाम्रो समाजले भनिदिन्छ, सो हामी लुकाउँछौँ दबाउँछौँ। तर यो फिल्मले चाहिँ आई थिङ्क मान्छेहरूलाई सोच्न बाध्य गराउँछ जस्तो लाग्छ मलाई, मजा लाग्छ जस्तो लाग्छ। हामीले सोचेको देख्दा, हामीले त्यो पात्र जिएको देख्दा चाहिँ मान्छेलाई रमाइलो लाग्छ जस्तो लाग्छ मलाई। कतिपय कुराहरू त तपाईँको रियल जीवनसँग नि कति बेला फिल गर्नु महसुस गर्नुभयो कि भएन? आई थिङ्क विवाह पछि नै यो फिल्म यस्तो गर्न पाएर नि अझ मलाई बेटर अन्डरस्ट्यान्डिङ अझ डेप्थमा जानु। हजुर निशाजी, अब यो हजुरको भनौँ न एउटा आञ्चलजीले जेनेरेसनको कुरा निकाल्नुभयो, एउटै फ्यामिलीभित्रको पुस्तान्तरणको कुरा निकाल्नुभयो। अहिले नयाँ पुस्तासँग तपाईँले काम गर्नुभएको छ होइन, कस्तो फरक महसुस गर्नुभयो? तपाईँहरूको एउटा पुस्ता थियो, बिचमा एउटा आयो, अहिले फेरि नयाँ पुस्ता छ अभिनयको होइन, फिल्म मेकिङमा त्यो भोगाइ र अनुभव चाहिँ कस्तो पुस्तान्तरणको महसुस गर्नुभयो? अब पहिला काम गर्दाखेरि कस्तो हुन्थ्यो भने कलाकारहरू आउँदाखेरि पनि त्यति गहन अध्ययन गरेर आएका हुँदैन थिए। मैले अब टेलिभिजनमा काम गर्दाखेरि पनि, फिल्म त मैले थोरै नै गरेँ होइन, टेलिभिजनमा काम गर्दाखेरि पनि अब एक्स्ट्रा रोल यही फिट गरिदेऊ न भन्ने खालको त्यो यो क्यारेक्टरलाई फिट छ छैन त्यो छैन कि, जो भेट्यो त्यो ल्याएर त्यहाँ फिट गराइदियो कि, त्यो खालको वातावरण थियो। र अनि जो कलाकारहरू हुन्थ्यो उहाँहरूलाई पनि आफूलाई थाहै हुँदैन थियो कि म के गर्दैछु भन्ने पनि थाहा हुँदैन थियो, अज्ञानमै अब काम गरिराख्ने। अनि बिस्तारै बिस्तारै अब यसमा अध्ययन पनि चाहिन्छ, यसमा अलिकति गहिरिएर यो क्यारेक्टरलाई पनि क्यारेक्टरमा पनि डुब्नु जरुरी छ। अब डुब्न त अवश्य डुब्ने, तर त्यो क्यारेक्टरलाई कसरी चाहिँ स्टडी गर्ने, हरेक उसको चाहिँ अब ल्याङ्ग्वेजदेखि लिएर, बडी ल्याङ्ग्वेजदेखि लिएर, स्पिचदेखि लिएर त्यो क्यारेक्टरमा ठ्याक्कै आफूलाई फिट कसरी गर्ने भनेर जुन मेहनत गर्नु पर्थ्यो त्यो बिस्तारै बिस्तारै चाहिँ मेहनत हुँदै गयो। र अहिलेको त एकदमै फास्ट हुनुहुन्छ र म अहिलेको चाहिँ मतलब अहिले जेनेरेसनको चाहिँ आँचल नै भयो। म चाहिँ एकदम खुसी छु, किनभनेदेखि त्यो क्यारेक्टरलाई बुझेर अब आँचलले गरेको छ, काम गरेको छ, त्यो माइलीको रोल गरेको छ। र ऊ जस्तै अब अरू कलाकारहरूले पनि, अब मैले त 32 वर्षपछि बल्ल काम गर्दैछु, तर पनि मैले इन जेनरल हेर्दाखेरि चाहिँ अहिले चाहिँ त्यो त्यतिकै हावामा ल म खेल्छु नि त भनेर होइन कि, त्यो क्यारेक्टरलाई चाहिँ कसरी अगाडि ल्याउने, अझ मैले कसरी मेहनत गर्ने भनेर त्यो मेहनत देखिन्छ कि अहिलेको फिल्महरूमा चाहिँ। त्यो भएकोले पनि मलाई चाहिँ एकदम खुसी लागेको छ, किनभनेदेखि यो हुनु जरुरी पनि थियो। किनभने हामी नाटकमा मात्र हरेक क्यारेक्टरमा, हरेक स्पिचमा मतलब वर्ड बाई वर्ड हामी काम गर्थ्यौँ, रिहर्सल गराउँथ्यौँ। अहिले जस्तै साराजीले हामीलाई जसरी काम गर्नुभयो, उहाँले कहिले पनि पहिला पहिला कस्तो हुन्थ्यो भने तपाईँलाई मैले जस्तो डायलग बोलेँ त्यस्तै बोल्नु भनेर सिकाउँथ्यो कि, त्यो भनेको कपी भयो होइन, त्यो त कपी गर्ने कुरा भएकोले डाइरेक्टरको अहिले तपाईँले फर्केर मैले हेर्दाखेरि चाहिँ
कति कुराहरू त डायलग बोल्ने स्टाइलदेखि लिएर ऊ रे त्यो डाइरेक्टर देखिन्छु के देख्छु म के हो होइन डाइरेक्टर देख्छु तर यसमा त हामीले क्यारेक्टरमाथि मात्र रिहर्सलमा पनि हामीले थुप्रो गऱ्यौँ अझ सुटिङमा त हामीले धेरै डिस्कसै गऱ्यौँ होला तर त्यो क्यारेक्टरमाथि मात्र हामीले डिस्कस गऱ्यौँ साराजीले यसरी गर्नुभयो कि क्यारेक्टर हामी बस्थ्यौँ माइलीको क्यारेक्टर के हो अनि हामीले कता के घटना भएको छ अथवा त्यो चिजहरूलाई हाम्रो जीवनको घटनाहरूलाई त्यसरी मिसाएर हामीले काम गर्दाखेरि यो चाहिँ अहिले जुन ट्रेन आएको छ त्यो हुन पनि यस्तै नै पर्ने हो र म चाहिँ एकदम सेटिस्फाई छु र अनि मैले चाहिँ भने अब मेरो त जागिर पनि गइहाल्यो अब चाहिँ फिल्मतिरै लाग्छु अब चाहिँ आफ्नोलाई किनभने पहिला तरुनीमा न म त्यो रुख वरिपरि घुमेर गीत गाएर घुम्ने त्यो रोल मलाई कहिले मैले चाहिनँ कि खेलाउँछु भनेर भन्दाखेरि पनि त्यसरी मलाई चाहिनँ मैले यहीँनिर अब अहिले यो रोल एकदम इन्ट्रेस्टिङ कुरा गर्नुभयो ठ्याक्कै त्यो अब पहिला अब जुन हाम्रो हिरो वरिपरि नाच्ने नायिका अथवा रुख वरिपरि नाच्ने त्यो प्रकारको त्यो विगतको त्यो कम्पोज शैली भनौँ न अब कस्तो रोलहरू प्ले गर्न मन छ हजुरलाई चाहिँ होइन आगामी अब एक त पहिला तपाईँले अभिनय र निरन्तरता दिनु कि दिनुहुन्न फिल्ममा पहिलो कुरा र दिनुभयो भने कस्तो अलि ड्रिम क्यारेक्टरहरू लाइफमा अलिक गर्न मन लागेको कुराहरू त्यस्तो केही छ अब मैले नाटकमा त मेरो ड्रिम क्यारेक्टर मैले थुप्रो गरिसकेको छु फिल्ममा अब रोलहरू कति फिल्महरू बन्छ नि त मेरो रोलको मेरो एजलाई हेरेर त्यसलाई मतलब मेन क्यारेक्टर बनाएर त्यस्तो स्टोरीहरू आयो भने त झन् राम्रै हो तर यहाँ चाहिँ कस्तो छ भने कमर्सियल्ली पनि हेर्नुपर्ने हुन्छ कसको नामबाट फिल्म चल्छ भन्ने हिसाबले त्यो हुँदाखेरि पनि यही भन्ने डिमान्ड भन्दा पनि हजुर मलाई नोटिस गरियोस् र मेरो कामको होइन जस्टिफाई होस् मेरो कामको जस्टिफाई भयो भनेदेखि त्यो राम्रो हुन्छ जस्तो लाग्छ हजुर सहाराजी अब यो डेब्यू एज अ फ्युचरमा डेब्यू गर्दा होइन तपाईँले अरू स्टोरीहरू पनि त रोज्न सक्नुहुन्थ्यो होइन तर यस्तो भावनात्मक कथा नै किन रोज्नुभयो यससँग तपाईँको कुनै रुट जोडिएको छ अथवा सब टेक्स्टमा केही कुराहरू ठोकिएको छ होइन ठ्याक्कै वाइ दिस अफकोर्स होइन डेफिनेटली छ म आफै पनि म सानैदेखि एउटै ठाउँमा बस्नै पाएको छैन क्या म हस्टेलमा बसेँ त्यसपछि म एकदम छुट्टै ठाउँमा बसेको जहिले पनि अनि मलाई अनि अब अहिले पनि म टाढै बस्छु घरबाट अनि मलाई त्यो घर भन्ने फिलिङ के हो त कति बेला कोही पनि मान्छे म घरमा छु अहिले खालको फिल त्यो के हो एक्ज्याक्टली मलाई थाहा नै छैन म अझै पनि त्यो मेबी मैले नचाहेर आई डोन्ट नो मेबी त्यो मेरो सर्भाइभलको मेकानिजम होला होइन कि जहिले बाहिर बसिरहेको होइन एउटा बच्चा कसरी सर्भाइभ गर्छ त घर मिस गऱ्यो भने त गाह्रो भयो नि त सो मेबी त्यो भएर मैले त्यो मेरो साइड नै एज अ डिफेन्स मेकानिजम मैले अफ गरेको छु कि मलाई थाहा छैन के हो तर कहिले पनि म कुनै पनि ठाउँमा ओके यही हो मेरो अब घर सो त्यो फिलिङ चाहिँ म जहिले पनि चेस गरेँ के हो त म छु त अहिले म कम्फर्टेबल छु त यहाँ भनेर म जहिले सोच्छु म कहीँ पनि हुँदैन क्या त्यो अनि आई थिङ्क सबै मेरो क्यारेक्टर्सहरू त्यही नै हो जस्तो लाग्छ अहिले स्पेसली बनिसकेर हेर्दा चाहिँ ल यिनीहरू सबैजना त्यही गरिरहेको रहेछ नि त बाबा क्यारेक्टर आमा क्यारेक्टर सबैजनाले गर्नु परेर कुराहरू त गरिरहेको छ तर उनीहरूलाई एक्लै राति मैले कतै भेटेँ भने आई डोन्ट थिङ्क उनीहरू रिल्याक्स गरेर सुतिरहेछ होला के उनीहरू एकदम रेस्टलेस सबैजना रेस्टलेस छ अनि सबैजनाले केही न केही चाहिँ खोजिरहेछ भन्ने चाहिँ एकदम अभियस हुन्छ त्यो अहिले स्पेसली मलाई अहिले चाहिँ लेख्ने बेला मैले त्यति कन्सियसली अफकोर्स मलाई थाहा थियो दिस इज हाम्रो सोसाइटीमा जुन समाजले दिएको रोल त्यो टाइटल बोकेर हिँड्दाको भार अनि त्यो टाइटल बोक्दै गर्दाखेरि आफ्नो सपना आफ्नो इच्छा आफ्नो आकाङ्क्षाहरू त्यो चिप्लिँदै जाने अनि हामी चेस गरेको गरे हुने त्यो कन्ट्रडिक्सन ओर भनौँ त्यो डिस्कम्फर्टमा खेलिरहेको हो चाहिँ मलाई थाहा थियो तर अहिले हेर्दा चाहिँ ओके यो सबैजना मै हो कि क्या हो जस्तो अर एटलिस्ट एलिमेन्ट्स अफ मी हुन्छ नि त्यो पार्ट चाहिँ सबैमा छ नि थिङ्क म चाहिँ कथा लेख्ने बेलामा म केही पनि कुरा लेख्ने बेलामा चाहिँ मलाई केही कुराले अप्ठ्यारो भयो भन्ने चाहिँ लेख्छु क्या म त्यो आफै बुझ्नको लागि चाहिँ लेख्छु क्या मलाई किन यो कुराले अप्ठ्यारो भयो अनि आई थिङ्क म त्यही नै एक्सप्लोर गरिरहेको त्यो मैले सिनोप्सिस हेर्दा पनि त्यहाँ अब विवाह जस्तो खुसीको उत्सवको एउटा क्षण हो नि त त्यस्तो बेलामा अप्रत्याशित मोड ट्विस्ट आउँछ स्टोरीमा के आउँछ थाहा भएन तर आउँछ अप्रत्याशित मोड आउँछ त्यो कथाको मोड होला त्यसपछि सेकेन्ड एक्टमा फिल्म जाला के होला साराजीको लागि त्यो मोड चाहिँ के हो ओके सो
कथा लेख्दै गर्दाखेरि कति कुरा चाहिँ टेक्निकली पनि यो स्क्रिन प्ले लेखिरहेको हो नि त मैले सो एक्ट्सहरू पनि दिमागमा भेरी अनेस्टली होइन सबै म इमोसनल मात्रै भइराखेर पनि मैले डायरी लेखिरहेको जस्तो पनि गर्न पाएन सो 5 एक्ट्स सकेसम्म 5 एक्ट्समा राखेर मैले इनिसियली चाहिँ 5 एक्ट्समै राखेर एकदम निट तरिकाले नै लेखिरहेको छु सो एउटा त चाहिन्छ फ्रम वेयर द स्टोरी टर्न्स अनि त्यसपछि त्यसलाई क्लाइम्याक्ससम्म बिल्ड गर्नको लागि एउटा त त्यो हो बट अगेन के हो भन्दै गर्दाखेरि हाम्रो सिनेमामा जे छ त्यो अप्रत्याशित मोड अनएक्सपेक्टेड ट्विस्ट चाहिँ त्यो पनि तर फेरि सिनेमा हेर्दै गर्दा चाहिँ इट्स त्यस्तो अनएक्सपेक्टेड पनि छैन कि होइन इट इज सो अभियस के आई थिङ्क सेकेन्ड टाइम हेर्दा चाहिँ अडियन्सले यो त हुनै थियो बिकज त्यहाँ साइन्सहरू छ के अलरेडी सो या त्यस्तो ऊ पनि होइन इट्स भेरी ग्राउन्डेड त्यो यो फ्यामिलीसँग ठ्याक्कै हुने नै कुरा हुन्छ क्या त्यहाँ त्यस्तो केही पनि आउट अफ द युनिभर्स हुने होइन अब तपाईँले दुईवटा जेनेरेसनको एक्टर्सहरूसँग काम गर्नुभयो दुईवटा स्कुल अफ थटको एक्टर्सहरू हुनुहुन्छ नि त हजुर हजुर दुईवटा पाठशालाका अभिनेता अभिनेत्रीहरू हो त्यसलाई चाहिँ थोरै एकै ठाउँमा ल्याउँदाखेरि नजुली किनभने आजकल पनि एकदम ओपन भएर आएको थियो उसले केही पनि ब्यागेज लिएर आएकै थिएन अनि निशाजी त झन् 100% जहिले पनि मलाई भन्नुहोस् इनफ्याक्ट मलाई होइन ठिक छ यही त हो हामीले गर्ने भन्छ होइन मलाई अरू भन गरिरहेको थियो सो त्यो इन्भाइरोमेन्ट नै त्यस्तो कसैले पनि ब्यागेज लिएरै आएको थिएन अनि मैले पनि लिएर मसँग त त्यति एक्सपिरियन्स पनि थिएन लिएर आउनलाई केही पनि होइन सो लाइक हामी सबैजना आजकल वाज अल्सो भेरी ओपन सबै एकदम ओपन भएर पुरै डेस्कमा लाइक सबैजनाले स्क्रिप्ट राखेर अनि एकअर्काको क्यारेक्टरमै पनि किचकिच गरी बनाएको फिल्म हो हामीले त सबै मिलेरै बनाएको आचलजी अब तपाईँले धेरै डिरेक्टरसँग काम गर्नुभएको छ नि त होइन त्यसमा चाहिँ सहारा शर्मासँग काम गर्दा कस्तो निर्देशन स्टाइलहरू शैलीहरू कस्तो फिल गर्नुभयो अरूभन्दा अलि उहाँसँग काम गर्दा चाहिँ मलाई चाहिँ अब मेन मैले भन्ने भने टेक्निकलिटी भनेको त त्यो अब सेकेन्डरी भएन मलाई एक्टरको त्यो आई डोन्ट थिङ्क मैले त्यसमा म केही हस्तक्षेप गर्छु विथ एनी डिरेक्टर होइन तर मलाई अरू डिरेक्टरभन्दा सारा दिदीसँग सेफ फिल भयो बिकज उहाँ महिला हुनुहुन्थ्यो अब यो कुरालाई फेरि महिला भएरै सेफ भएको होइन डेफिनेटली बट महिला भएर चाहिँ दिदी बहिनी अरू साथी बनेर काम गर्न पाउँदाखेरि चाहिँ जुन मेल डिरेक्टरसँग हामीले त्यो प्रिभिलेज पाइरहेको छैनौँ क्या कफी खाँदै कुरा गर्न बेडमा बसेर होइन रुमभित्र छिटेर जस्तो म आमाको रुममा जान्थेँ कहिले काहीँ बेडमा सारा दिदीको रुममा जान्थेँ सो एक्टर्सहरूसँग त्यो त्यति धेरै प्रिभिलेज हुँदैन किनकि मैले अहिलेसम्म काम गरेको त उहाँ पहिलो महिला डिरेक्टर हुन्छ होइन सो त्यो भएको भएर एउटा सेफ इन्भाइरोमेन्ट कहाँ अझ खुल्न कहाँ मद्दत हुँदो रहेछ भने मैले उहाँसँग एज अ फ्रेन्ड पनि कुरा गर्नु पायो भने क्या क्यारेक्टरलाई अझ मद्दत पुग्दो रहेछ जस्तो लाग्यो मलाई होइन अनि अर्को चाहिँ उहाँको कस्तो डिफ्रेन्ट स्टाइल अफ डिरेक्टिङ रहेछ भन्ने कुरा पनि मलाई मजा लागेको चाहिँ किन भन्दाखेरि कहिलेकाहीँ हुन्छ नि एक्टर्सहरूले चाहिँ होइन मलाई यो भइरहेको छैन आई वान गिभ मोर भन्ने हुन्छ नि त हामीलाई त लोभ हुन्छ नि त अब रो भनेपछि हामीलाई खतरा रुन मन लाग्छ नि त खासमा भएभरको सिकेको काम त्यही देखाउन मन लाग्छ नि बट उहाँको चाहिँ कस्तो थियो भने मलाई यति नै चाहियो तिमी यति नै रो क्या जस्तो डिरेक्टर्सहरूलाई प्रायः के हुन्छ भने टन्न देखाइदियो हुन्थ्यो अहिलेसम्म नदेखाएको चिज देखाइदियो हुन्थ्यो गर्दै हुन्थ्यो केही नयाँ गर्दै हुन्थ्यो जस्तो लाग्छ नि बट सारा दि वाज लाइक भेरी क्लियर क्या मलाई यति चाहियो हो किनकि नर्मलमा ह्युमन बिइङले डे टु डे लाइफमा यति नै गर्छ होइन टु मच केही गर्दैन त्यस्तो त्यो फिल्म होइन यो रियालिटी ग्राउन्डमा बसेर चाहिँ काम गर्न खोज्या भन्ने अनि एकदम पुस पनि नगर्ने हामीलाई पनि गर्नु दिने हाम्रो मनमर्जी बट स्टिल अलिकति रोक पनि लगाउने खालको डिरेक्टर हुनुहुन्छ एकदमै क्लियर डिरेक्टर के भनौँ न मलाई यति नै चाहियो तिमी यसरी पानी खाऊ भने चाहिँ मेरो क्यारेक्टरले आई थिङ्क यसरी नै बेटर यसरी नै खाँदा बेटर भन्ने खालको उहाँको स्टाइल थियो त्यो चाहिँ कस्तो किन पनि राम्रो लाग्यो भने डिरेक्टर यति क्लियर चाहिँ हुनुपर्छ क्या जस्तो मैले आज म हात त यसरी चलाउँछु नि भनेर ए ल भन्ने डिरेक्टर भन्दा पनि होइन आई थिङ्क त्यसरी चलाउँदैन भन्ने डिरेक्टर खासमा रमाइलो लाग्यो मलाई चाहिँ उहाँसँग काम गर्दा त्यो चाहिँ मजा लाग्यो ओके भनेपछि हामीलाई वुमेन डिरेक्टरहरू अझ बढीभन्दा बढी खाँचो छ भन्ने त्यो पनि एउटा कुरा भयो होइन मेल र वुमेनको त मतलब भएन अब त्यसै मैले सोचेको छैन होइन अफकोर्स तुलनात्मक हिसाबमा महिला निर्देशकहरू आउनुभयो भने हामीलाई पनि अझ हाम्रो कथाहरू अझ मिठो तरिकाले भन्नुहुन्छ जस्तो लाग्छ मलाई होइन तर भनिरहँदाखेरि चाहिँ
मेल एक्टरहरूलाई चाहिँ कस्तो रमाइलो रहेछ भन्नु मैले हजुर। उहाँसँग काम गरिसकेपछि मात्र थाहा पाएको क्या। जस्तो मानिलिउँ अहिले डिरेक्टर हुनुहुन्छ, आई लभ यु सहारा दी भन्न पाइयो होइन। अब मेल डिरेक्टर बस्यो भने त 3-4चोटि सोच्नुपर्ने बाध्यता होइन। त मतलब भनेको त्यस्तो कुराले पनि आई थिङ्क अभिनयमा चाहिँ अलिकति डिफ्रेन्स लिएर आउँछ जस्तो लाग्यो मलाई। सेटको इन्भाइरोमेन्टदेखि धेरै सामाजिकीकरणको कुराहरू धेरैमा होइन। हजुर ओपन हुनु पर्ने ओके ओके। निशा म्याम, यो अब करियरको यो चरणमा आएर अभिनयप्रति तपाईँको दृष्टिकोणमा त्यस्तो केही परिवर्तन आएको छ, बदलिएको छ कि महसुस? छैन, मैले अभिनय कहिले सिकिनँ होइन। हजुर त्यो 5 वर्षको उमेरमा पनि मैले जसरी अभिनय गर्छु अहिले पनि म त्यसरी नै अभिनय गर्छु। भन्न खोजेको के भनेदेखि अब थुप्रो टेलिफिल्महरू खेल्यो, फिल्म पनि खेलेँ। म पहिला क्यारेक्टर एकचोटि सर मैले बुझेपछि म त्यो मेरो दिमागमा सेट हुन्छ। अनि त्यसपछि अनि मैले अब म हिँड्दाखेरि डुल्दाखेरि गर्दाखेरि त्यो दिमागमा त बसिरहेको छ। त्यो क्यारेक्टरहरू कता कता भेटियो भने त्यो चिजहरूलाई चाहिँ सम्हालेर राख्ने हो। र अब मैले यत्रो उमेरमा पुगिसक्दाखेरि विभिन्न खालको मान्छेहरू भेटघाट पनि भयो। अनि त्यो विशेष खालको क्यारेक्टरहरूलाई चाहिँ मेरो दिमागमा बसिरहेको हुन्छ कि, अनि त्यसलाई अप्लाई गर्ने हो होइन, मैले यो गर्ने हो। कहिलेकाहीँ यो त्यो भएकोले चाहिँ मेथड एक्टरहरू अथवा उहरूले प्राय भनेको चलेको इङ्ग्लिस कोच छ नि त, नो एक्टिङ इज गुड एक्टिङ हो चाहिँ त्यही नै हो। सही हो। किनभने तपाईँ अब म हात यसो गर्छु अनि म चाहिँ टाउको यसो गर्छु, म यसरी हाँस्छु भनेर तपाईँ सोच्नु थाल्नु भयो भनेदेखि त्यो तपाईँ फेल खानु भयो। तपाईँ जस्तो हुनुहुन्छ तपाईँ त्यसै म अब जसरी म यसरी बोल्छु, मैले डाइलग हाम्रो चाहिँ यहाँ चलन कस्तो छ भने चाहिँ कि अब म पढाउने पनि भएकोलाई अन्यथा नलिनु होला कसैले पनि। तर पनि कस्तो भने डाइलग बोल्न साथै कस्तो डाइलग भन्न साथै अनि बनाएर यस्तो भनेर आवाज पनि बन्न थाल्छ। अनि त्यो एकदमै अननेचुरल त्यो भएकोले पनि हामीले चाहिँ जस्तो चलन चल्तीमा जसरी बोल्छौँ जसरी गर्छौँ त्यसमै उ गरौँ न त। हामीले जस्तै अघि उसले आँचलले भनिहाल्यो होइन, अब साराजीलाई रेड कलर भनेपछि अनि एक दिन त मलाई झ्याउ पनि लाग्यो क्या, भयो नि त भने होइन चेन्ज गर्नु। त्यो रेड भनेपछि त्यो जुन रेड खोजेको त्यही रेड, नो कम्प्रोमाइज के। अनि मलाई के लाग्छ भने कमर्सियल यो त अब अलि आर्ट मुभी स्टाइलबाट अब स्टोरीदेखि लिएर त्यो भयो। तर कमर्सियल मुभीमा पनि हामीले चाहिँ जहाँ कम्प्रोमाइज गर्छौँ अनि त्यहाँ चाहिँ फिल्महरू नचल्ने जस्तो लाग्छ कि मलाई चाहिँ। त्यसैले अनि हाम्रोमा फेरि चलन चल्ती मैले त्यो बेलादेखि हेर्दै आएको चलन चल्ती चाहिँ कस्तो भनेदेखि फिल्ममा चाहिँ हिरो हिरोइनलाई बाहेक अरू क्यारेक्टरहरूलाई चाहिँ त्यति ध्यान दिइँदैन कि। अनि त्यो हुँदाखेरि पनि तपाईँलाई अब यसमा त पासिङ सर्टवालालाई पनि कलर कस्तो कलरको कपडा लगाएर पास गर्ने त्यो सुधा पनि ध्यान दिइएको थियो कि। त्यो भन्न खोज्यो के भने काम गर्नुपर्ने यसरी नै हो। किनभने त्यसले पनि सपोर्ट गर्छ कि त्यो, किनभनेदेखि त्यो सिनमा जो चाहिँ हिरो अथवा हिरोइन अथवा म आमा होस् या छोरी होस् जो बसिरहेछ उसलाई त्यो अझ बिल्डअप गर्न, उसको क्यारेक्टर अथवा त्यो सिनलाई बिल्डअप गर्न त्यो पासिङ दिएको हो नि त। त्यो सोच्न जरुरी छ। त्यो भएकोले पनि अनि अब खै मलाई चाहिँ अब यो अहिलेको उसमा आएर चाहिँ म चाहिँ त्यही सजेस्ट गर्छु। किनभनेदेखि सबैजनालाई मलाई त फेरि मैले 2-4वटा फिल्म हेर्दाखेरि म यति मलाई त कहिले भागु जस्तो भयो। अनि मलाई 1 हप्तासम्म निद्रै लाग्दैन कि हे भगवान् मैले धेरै बुझेर हो कि मैले धेरै नबुझेर हो कि कहाँ भन्ने यस्तो त्यो टेन्सन हुन्छ कि मलाई एज एन आर्टिस्टको हिसाबले होइन। अनि त्यो भएकोले पनि अनि मलाई चित्त बुझ्न एकदमै गाह्रो छ कि। अनि त्यो हुँदाखेरि तर मलाई आफैलाई अचम्म लाग्छ कि मैले यसमा अझ मैले सारालाई भन्थेँ के भन्छ साराजी भन्नु है, म नाटकबाट आएको मान्छे, म लाउड गर्न सक्छु होइन। धेरै वर्ष ग्याप भयो, अहिलेको टेक्नोलोजीदेखि लिएर भेबहरूको सबै चेन्ज भइसक्यो नि त। म एकदम ओभर एक्टिङ गरिरहेको छु कि किनभने नाटकमा अलिक धेरै गर्नुपर्ने हुन्छ। तपाईँहरू प्लिज म सिनियर भनेर मलाई चाहिँ पोइन्ट आउट गर्यो ल भनेर म रिसाउँदिनँ, मलाई भन्नु है प्लिज भनेर भन्थेँ कि मलाई टेन्सन हुन्थ्यो कि। किनभनेदेखि हरेक क्यारेक्टर ऊ गर्दाखेरि अब मैले अर्को फिल्म खेल्यो भनेदेखि मैले फेरि अर्को क्यारेक्टर ऊ अघि साराले भन्ने के भन्छ आँचलले भने जस्तो जति रुनु छ त्यति नै हो। किनभनेदेखि त्यो क्यारेक्टरमा त्यसले त्यति नै रुन्छ, त्यो सिनमा उसले त्यति नै रुन्छ कि भन्ने जस्तै। यसमा पनि मैले त्यो गरेँ। अब हेरौँ के हुन्छ। साराजी, आजको अब यो बदलिँदो समाजमा घर छोड्नु र आफ्नो ठाउँ खोज्नु यी विषयलाई तपाईँले कसरी हेर्नु भएको छ? घर छोड्नु र आफ्नो ठाउँ खोज्नुलाई उस्तै हो कि फरक 22 वर्ष के हो यहाँ प्याराडोक्स? आई गेस हुन्छ सबैको लागि डिफ्रेन्ट हुन्छ होला। यो एकदम पर्सनल एक्सपिरियन्समा हुने कुरा हो जस्तो लाग्यो मलाई होइन। कस्तो लाइफ तपाईँले बाँच्नु भयो, मेरो लागि चाहिँ
घर छोड्नु र खोज्नु एकदम कन्सटेन्ट कुरा त्यही दुइटा हो मेरो लाइफको म कहाँ पुगि नै रहन्छु अहिलेसम्म त्यस्तै नै भइरहेछ अनि आई थिङ्क त्यही हो मेरो लाइक अघि मैले भने मेरो स्टोरिजहरू पनि को डिप रुट चाहिँ मेरो त्यही हो म खोज्दै त्यही हो छोडेको कि खोजेको दुवै होला दुवै हो हजुर आई थिङ्क इट्स द सेम थिङ होइन अल्सो स्पेसली अब लार्जर समाजलाई यसमा राखेर हेर्ने भने त फर अल वुमेन होइन त तिमी त बिहा गरेर जाने ऊ हो तिमी अलि माइतीमा यस्तो गरिरहेछस् हेरौँला पछि के गर्छस् त्यो त कन्सटेन्ट रिमाइन्डर हो नि त हामी यहाँको होइन भनेर एन्ड देन बिहा गरेर त पुगेपछि फेरि माइतीमा यस्तै गरेर पुगेको थियो तिमीलाई होइन सो त्यो त लाइक आई डोन्ट नो सो आई गेस यही प्रश्न आँचलजीलाई मलाई त खोइ मैले यसरी अब सोचेको थिएन मलाई त कस्तो गाह्रो लाग्यो प्रश्न के हो यसको उत्तर आई थिङ्क सायदले भने जस्तै हो ओके नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने पात्रको रूपमा तपाईँले फिल्ममा मार्फत भन्न खोजेको कुरा के हो ठ्याक्कै टु मेनी कुराहरू भन्न खोजेको छ त्यो मैले अब जेस चाहिँ आज अब यहाँ भन्नु नमिल्ला होइन यही नै मेरो पात्रले भन्न खोजे हो बट मेरो पात्रले एज देखाइएको टिजरको हामी तल पोएम मार्फत त्यो सबटेक्स्ट के हो त नोसन के हो त त्यो पात्रले भन्न खोजेको पनि बुझिन्छ अनि जसरी आमाको डायलग अनि त्यो छोरी र आमा माइलीको त्यो यस्तो मुख नबिगार अलक्षी लाग्छ यस्तो यस्तो कुराहरू चाहिँ विशेष गरी अलि महिलालाई चाहिँ बेसी भनिन्छ नि त धेरै नउड आकाश नखोज होइन त्यसले रुवाउँछ पछि तँलाई गाह्रो हुन्छ होइन के छोरी मान्छे चाहिँ धेरै यसरी आफ्नो सेयर अफ स्काई खोज्नु हुँदैन तँलाई यो हकै दिएको छैन भने अनि आई थिङ्क यो क्यारेक्टरले चाहिँ आई थिङ्क चोइसेस हुनुपर्छ फ्रिडम दिनुपर्छ मलाई जे गर्न मन लाग्छ त्यो कुरा मैले बिलिभ गरेको छु भने मलाई त्यसको अधिकार छ पुरा गर्ने भन्ने खालको त्यो खालको प्रेरित गर्छ जस्तो लाग्छ ओके एकमुठी बादल हेरेपछि दर्शकले घर परिवार र सम्बन्धबारे के महसुस गरेर हलबाट बाहिर निस्कुन् भन्ने हजुर चाहनुहुन्छ अनि डेफिनेटली यो एकदमै जे छ हाम्रो घरमा हुने कुराहरू तर हामीले कहिले त्यसलाई ध्यान नदिने कुराहरू चाहिँ फिल्ममा पस्किन खोजिनु भएको छ जस्तो लाग्छ मेरो अन्डरस्ट्यान्डिङमा सायदले सो आई थिङ्क हलबाट मान्छे चाहिँ त्यो कुरालाई ध्यान नदिरहेको तर मेरो आमाले लासिक यही भोगिरहनु भएको रहेछ मैले त ध्यानै दिएको छैन मेरो दिदी बहिनीलाई यस्तै भएको थियो होला मैले त कहिले उहाँहरूलाई बुझ्नै खोजिनँ उहाँहरूलाई झकझकाउँदिनँ थिएँ उहाँ रिसाइरहनु हुन्थ्यो मैले कहिले सोधिनँ किन रिसाएको भनेर सोचिनँ भन्ने खालको कुराहरू चाहिँ आई थिङ्क हलबाट बाहिर निस्किँदा त 5-6 दिन चाहिँ एटलिस्ट सोच्न बाध्य गराउँछ जस्तो लाग्छ सबैलाई ओके साराजी यही प्रश्न हजुर आई फिल लाइक मैले एटलिस्ट मेरो इन्टेन्सन चाहिँ सबै क्यारेक्टर्सहरूबाट माइलीको होस् अथवा आमाको अल्सो हामीले स्पेसली अहिले यो दुईजनाको डाइनामिक्सको मात्रै कुरा गरिरहेको हुँदा चाहिँ आमाले पनि त्यो मुख बिगारेर नबस यस्तो यस्तो भन्ने कुरा इज त्यो एउटा अडियन्सले के बुझ्छ भने त्यो एउटा फर्म अफ प्रोटेक्सन हो कि आमाले प्रोटेक्ट गर्न खोजिरहेको हो कि आफ्नो छोरीलाई किनभने एकदम धेरै माग्ने बोल्ने त्यो हिसाबले त्यो त दुःख उहाँले त त्यो भोगेर आइसकेको हो नि त लाइफमा सो झट्ट हेर्दाखेरि कस्तो आमाले नै उ गरिरहेछ छोरीलाई रोक्न खोजेर तर एक्चुली त्यो बुझिन्छ आई फिल लाइक हामीले त्यो जस्तो मैले एक्चुअली हामी यो जेनेरेसनको मान्छेहरूले एकदम सजिलो छ टु मेरो मम्मीले बुझ्दैन भने तर आई फिल लाइक मैले जति धेरै अन्डरस्ट्यान्ड गर्न ट्राई गरेँ मेरो आमालाई मेरो ठुलो आमाहरूलाई सबैलाई गर्दा चाहिँ त्यो नबुझेको होइन रहेछ कि त्यो बुझेर नै त्यस्तो गर्नु हुँदो रहेछ किनभने ल मैले यसलाई यति गरेन भने त थाहा छैन बाहिर के हुने हो बाहिरकोले गरेको त झन् हार्मफुल हुनसक्छ नि त यो डेन्जर जोनमा गइरहेको छ सो लेट मी जस्ट वार्निङ मैले नै दिएँ भने त बरु घरबाट आउँदा त्यति गाह्रो भएन नि त सो त्यो दिमागमा चाहिँ हालिदिइरहेको छु है म भने नि आई थिङ्क त्यो निशाजीले अफकोर्स भन्न सकिन्छ अझ बेटर राइट लाइक त्यो मम र छोरीहरूको रिलेसनसिप अनि यो भन्दै गर्दा क्विकली चाहिँ आई थिङ्क हामीले हामीले एउटा बक्स बनाएर राखेको छ नि त ड्याडहरू यस्तो हुन्छन् रुखो बोल्छन् छुच्चो मतलब स्ट्रिक्ट हुन्छ यता त्यो पनि किन रहेछ त त्यसको पछाडि पनि त केही त कारण हुन्छ नि त त्यो हुनको लागि मान्छे यत्तिकै छुच्चो मात्रै त हुँदैन नि त होइन त्यो उसलाई एउटा ह्युमन बिङ बन्नको लागि त अरू कम्प्लेक्स इमोसन्सहरू एक्सपिरियन्सेसहरू धेरै हुन्छ सो आई थिङ्क हामीले ड्याडहरू वाइ हाम्रो समाजको बाबाहरू जुन टिपिकल जस्तो हुनुहुन्छ त्यस्तो किन हुनुहुन्छ त और से ज्वाइँ साहबहरू किन यस्तो एक किसिमको हाम्रो आइडिया हुन्छ नि त ज्वाइँ साहब भन्ने त्यो किन त्यो उनीहरूलाई पनि अप्ठ्यारो छ क्या ढोका पछाडि उनीहरूको पनि आफ्नै के छ सो आई थिङ्क त्यो सबै कुराहरू एक्सप्लोर भएको देख्नुहुन्छ भन्ने मेरो चाहिँ एक्सपेक्टेसन्स यही प्रश्न कन्टिन्यू गरेँ फेरि प्रश्न सोधेँ
दर्शकले एकमुठी बादल हेरेपछि घर परिवार सम्बन्धबारे के महसुस गरेर हलबाट बाहिर निस्कुन् भन्ने हजुरले चाहनुहुन्छ? अघि साराजी र आँचलले भनिसक्नुभयो, तर मलाई चाहिँ के लाग्छ भने अझ थप चाहिँ हजुर। यसमा यो फिल्म हेरेर हलबाट निस्किसकेपछि चाहिँ घर गएर उनीहरूले एक अर्कालाई बुझ्ने अझ हजुर अब हिजोसम्म मैले इग्नोर गरिरहेको छु, मैले के भन्छ अलिक चुप लाएर बस्दाखेरि पनि बोल्दा पनि नबोल्ने कस्ता रहेछन्, बोल्नै गाह्रो यिनीहरूलाई त भनेर जसरी आमाले भन्दाखेरि यो फिल्म हेरिसकेपछि चाहिँ अलिकति सोध्छ होला यो नबोलिकन बस्यो यसलाई के भयो कि, अथवा आमालाई केही हुँदाखेरि चाहिँ त्यो हेर्नु र सुन्नुमा एकदम त्यो पावरफुल हुन्छ भन्छ कि हाम्रो चाहिँ थ्योरी त्यो हो होइन। उसले देखेपछि कमसेकम उसले यो त उसलाई याद त आउला कि आमा झोक्राएर बसेको अथवा आमा कराएको देख्दाखेरि आमाले किन करायो अथवा आमाले किन झोक्राएर बस्यो, के आमालाई यस्तो भयो कि भनेर उसले एकचोटि मात्र सोचे पनि उसलाई अलिकति स्ट्राइक चाहिँ हुन्छ होला कि सायद यस्तो भयो कि मैले पनि आमासँग चाहिँ आमा तिमीलाई के छ, कस्तो छ, तिमीलाई दुःख छ अथवा तिमी कति खुसी छौ भन्ने खालको हामीले कहिले आमालाई सोधेछौँ जस्तो लाग्दैन। मम्मी तपाईँ चाहिँ खुसी हुनुहुन्छ अथवा तपाईँलाई कस्तो लागिरहेछ भनेर हामी कहिले सोध्दैनौँ। हामी कम्प्लेन बच्चाहरू, अहिलेको बच्चाहरू होस् या मेरै जेनेरेसनमा पनि म आमालाई जहिले पनि झगडाएको थिएँ क्या, मलाई यो भएन मलाई ऊ भएन भनेर मलाई चित्त बुझेन कि म कराउँथेँ ऊ गर्थेँ। अनि मेरो बच्चा भएपछि मैले फोन गरेर मैले मेरो मम्मीलाई भने मम्मी अब म मम्मीसँग कहिले झगडा दिएन, मैले थाहा पाएँ मेरो बच्चा भयो, अब म आमा भएपछि मैले मेरो आमा हो भनेको कस्तो हुन्छ भनेर म रुँदै मैले भनेँ कि। अनि यो फिल्म हेरेपछि मलाई लाग्छ कि त्यो आमा हुनु अगाडि जुन छोराछोरीहरूले गर्छ दुःख दिने र आमा भइसकेपछि त्यो आमाको पीडा कस्तो हुँदो रहेछ अथवा छोराछोरीको पीडा कस्तो हुँदो रहेछ त्यो चाहिँ उसले रियलाइजेसन हुन्छ जस्तो लाग्छ मलाई। र अनि हरेक व्यक्तिले परिवारमा पनि हरेकलाई हामी चाहिँ स्पेस दिँदैनौँ कि, हाम्रो यो चलन छैन स्पेस। त्यो एकमुठी बादल भनेको पनि त्यो एउटा स्पेस खोज्नु कि आफ्नो एउटा आफ्नो घेरा खोज्नु हो कि त्यो। अनि तर तपाईँ भन्नुहुन्छ जस्तै बादल पनि आकार फेरिरहेको छ, हाम्रो सपनाको हाम्रो चाहनाको पनि आकार फेरिरहेको छ। अनि तर आकार सपनाहरू चाहिँ अरूको फुल जस्तै हुन्छ, किनभनेदेखि फुल्दाखेरि हेर्दाखेरि कस्तो रमाइलो राम्रो हुन्छ। अनि तर एक झोका हावा आउन साथै त्यो तल सबै भैमा फैलिन्छ होइन, त्यो चिजहरू हो। र अनि मलाई लाग्छ अब दर्शकहरूले जिन्दगी यो रहेछ भन्ने जिन्दगीको बारेमा परिवारको महत्त्व, परिवारको इमोसन, उनीहरूको भावना र जिन्दगीको महत्त्व, त्यो जिन्दगी यो यात्राको पनि छ जस्तो लाग्छ। म चाहिँ अलिकति बुद्धिज्म पनि मुनि भएकोले मैले बुद्धिस्टमाथि काम धेरै गरेको भएकोले पनि मैले चाहिँ त्यसरी हेरेँ साराको यो फिल्मलाई चाहिँ, र त्यो स्टोरीलाई पनि मैले त्यसरी हेरेँ र यो फिल्मलाई व्यक्तिहरूले त्यसै नै लिन्छ होला। ओके, ल हजुरको कुरा सुनिरहँदा मलाई उपन्यास पढे जस्तो त्यो त्यो रस हुन्छ नि, माधुर्यता त्यो महसुस भयो। एकदम आफ्नो प्रिसियस एकदम महत्त्वपूर्ण समय हजुर तिनैजनाले दिनुभयो एकमुठी बादलको गफगाफको लागि। यहाँसम्म आइदिनु भयो, धेरै धेरै धन्यवाद। अरू त फिल्म हेरेपछि फेरि हामी गफगाफ गरौँला। हजुर दर्शकवृन्द, जेठ 1 गते प्रदर्शन हुन लागिरहेको फिल्म एकमुठी बादलका डिरेक्टर र कलाकार द्वय आँचल शर्माजी, निशा शर्माजी र डिरेक्टर सहारा शर्माजीको बारेमा फिल्मबारे कुराकानी गऱ्यौँ। के महत्त्वपूर्ण प्रतिक्रिया सुझाव सल्लाह छन् भने हामीलाई कमेन्ट बक्समा ड्रप गरिदिनु होला। हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। नमस्कार।